Chess trick for beginners. आजको मेरो नयाँ भ्लगमा तपाईहरुलाई कस्तो लाग्यो भन्नु होला। अब कस्तो हुन्छ हेरौँ है त। यो मेरो अब होम टुर मतलब मेरो रुमको टुर तपाईहरुलाई देखाउन चाहन्छु। मेरो इन्ट्रेस्टिङ क्यारेक्टरहरु हेरौँ है त। ल यो हिटर हेर्न सक्नुहुन्छ। यो हिटर, हेलो हिटर। यो फोटो, यो मेरो सानोको फोटो, यो मम्मी, यो यस्तो छ हेर्न सक्नुहुन्छ। यो यस्तो छ। ल तपाईहरुलाई कस्तो लाग्यो भन्नु त कमेन्टमा। अनि ल तपाईहरुलाई अब के मैले सिकाउँछु चेस कसरी खेल्ने भनेर ब्लगमा। आज तपाईहरुलाई सिकाउँछु है त चेस खेल्ने कसरी है त। ल चेसमा भेटौँ है त। केसम्म आयो है त साथीहरु। ल सिकौँ है त। ल यो मेरो चेस बोर्ड भयो हैन। ल राजा जहिले नि इमा हुन्छ हैन। ल यो अलि ढलेछ हैन। ल स्टार्ट गरौँ है त। मैले तपाईहरुलाई सिकाउँछु कस्तो लाग्यो भन्नु है त तपाईहरुलाई है त। ल हेरौँ है त। ल तपाईले के गर्नुभयो, तपाईले यो राजाको यो छ नि यो एक स्टेप बढाउनु भयो। ल कसरी बढाउनु भयो, यसरी। अब बढाएपछि फेरि तपाईको यो अपोनेन्टले यो बिशपको यो बढायो। अब तपाईले क्याप्चर गर्नुहुन्छ, गर्नुहुन्न। तपाईले यहाँबाट यसरी गरेर चेक दिने। चेक भएको छ हेर्नु। यो राजा हेर्न सक्नुहुन्छ। अब चेक भएपछि तपाईको अपोनेन्टले के गर्छ, यो वान स्टेप बढाउँछ। तपाईले के गर्ने, यो बिशप छ नि बिशप, यो बिशप यहाँ राख्ने। अब तपाईको अपोनेन्टले फ्री पाहा भनेर खान्छ हैन, क्याप्चर गर्छ। त्यही क्याप्चर गर्ने बेला तपाईले बिशपले क्याप्चर गरिदिने, चेकमेट हुन्छ। हेर्न सक्नुहुन्छ यो राजा कतै नि जाने स्टेपै छैन यो राजा। ल यो फर्स्ट स्टेप भएन। अब तपाईहरुलाई सेकेन्ड स्टेप देखाउँछु है त कस्तो छ। सेकेन्ड स्टेप। ल अब ट्रिक सिकौँ है त। दुईटा थर्ड ट्रिक लास्ट अनि म जान्छु है त। ल यो ट्रिक कस्तो छ भन्दा हेर्नु है त। यो राजाको अगाडिको दुईटा स्टेप चाल्ने, त्यसले नि दुईटा स्टेप चाल्छ तर रानीकोबाट। त्यही बेला तपाईले के गर्ने, यो घोडा छ नि घोडा यहाँ चाल्ने। अब उले फ्रीको पाहा भने उले शेयर खान्छ अनि अट्याक गर्छ घोडालाई। तर हामीले यो घोडालाई यस्तो गर्ने। अब के गर्छ, यो बिशपको यो घोडालाई अट्याक गर्ने, यो बिशपको अगाडिको यो पन एक स्टेप चाल्छ, शेयर चाल्छ कि चाल्दैन, चाल्यो नि। त्यही बेला हामीले चेक दिने। चेक दिएपछि उसले यो पन छ नि घोडाको, यो पन त अब कभर गर्नु पर्यो चेक हटाउन। यता नि जान मिल्दैन, जान मिल्ने भयो त यता नि जान मिल्दैन घोडा। त्यही भएर यो एक स्टेप चाल्ने। अब मैले यो बिशप छ नि बिशप यहाँ लिएर आउने है। अब के गर्छ, फ्रीको रानी पायो भने जसले नि खाइहाल्छ नि। रानी त हो ठुलो, सबैभन्दा ठुलो गेममा रानी हो नि त। त्यही भएर फ्रीको रानी खान्न, यहाँ फालिदिए। तर त्यही बेला यो गेम भ्याइयो किनकि यो यहाँ चाल्ने, चेकमेट। के गर्छ, यता जान मिल्दैन, घोडाले खान्छ। खान मिल्दैन, घोडाले दिएछ सपोर्ट। के गर्न मिल्छ, केही गर्न मिल्दैन, चेकमेट हो। यस्तै इन्ट्रेस्टिङ कुराहरूलाई फलो गर्नु नबिर्सिनु अनि भन्नुहोस् चेकमेट। बाई।